कार्तिक 26 गते नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालको बीचमा एकीकरण भएको छ। यो एकीकरणको उद्देश्य नेपाल अहिले जुन अत्यन्त कठिन विषम परिस्थितिमा छ, बाह्य हस्तक्षेप घुसपैठबाट हाम्रो राजनीति, अर्थतन्त्र, संस्कृति र समग्र राष्ट्रिय जीवनमा धेरै प्रतिकूल असर परिरहेको छ। राष्ट्रियताका सामु खतरा सिर्जना भएको छ। हाम्रो आत्मनिर्णयको अधिकारमाथि प्रहार हुन लागेको छ। यस्तो स्थितिमा एउटा सशक्त, बलियो, देशभक्तिपूर्ण बाटोमा हिँडेको संगठन निर्माणको उद्देश्यबाट मातृभूमि जागरण अभियान नेपाल नेपाली कम्युनिस्ट पार्टीसँग एकीकृत भएको छ। देशको आवश्यकता, जनताको आकांक्षालाई पूरा गर्ने, विगतमा भएका भ्रष्टाचार, व्यथिति, मनपरी हाम्रो देशका युवाहरूको पलायन, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, यत्र तत्र राष्ट्रलाई अप्ठ्यारोमा पार्ने जे जस्ता गतिविधि भए ती गतिविधिलाई नियन्त्रण गर्ने, न्यून गर्ने उद्देश्यबाट हामीहरू एकीकरणमा गएका छौँ। तपाईहरुलाई थाहा छँदैछ, हामीले विगतमा धेरै ठुल्ठुला जनआन्दोलन र नेपाली जनताले धेरै ठुलो त्याग तपस्या गरेर यत्रो ठुलो देशमा परिवर्तन गरे। तर भ्रष्टाचारका श्रृङ्खला एकपछि अर्को गरेर हाम्रो अगाडि आए। ती भ्रष्टाचारमा मुछिएका कतिपय ठुला ठुला मानिसहरू, ती काण्डहरूमा नाम आएका कतिपय व्यक्तिहरूलाई सत्ताको आडमा उन्मुक्ति दिइयो। तिनीहरूलाई कारबाही गरिएन। देशका कतिपय सम्पदाहरू असमान सन्धि सम्झौताबाट देशको हितमा होइन, विदेशीहरूको हितमा तिनलाई सुम्पियो। हाम्रो राष्ट्रिय सुरक्षालाई एकदम कमजोर बनाइयो। अर्थतन्त्र कुल गारस्थ्य उत्पादनको 46% बढी बाह्य समग्र बाह्य र आन्तरिक गरेर ऋणमा डुब्नुपर्ने स्थिति आयो। देशको यो राज्य जस्तो हो कि होइन भन्ने अवस्था सिर्जना भयो। फलस्वरूप जनतामा रहेको त्यो असन्तुष्टि, राष्ट्रको आवश्यकताका सम्बन्धमा जनताले उठाएका आवाजहरू भदौ 23 गते यत्र तत्र देखिए। 24 गते हामीले ठुलो आक्रोश देख्यौँ। तर सँगसँगै एउटा विस्मयकारी घटना घट्यो। हाम्रो देशको न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र शासन प्रशासनका केन्द्रहरू यो देशले कसैसँग युद्ध लड्दा 3-4 वर्षमा पनि ध्वस्त नहुन सक्ने ती हाम्रा राष्ट्रिय स्वाधीनताका प्रतीक, हाम्रो राष्ट्रियताका प्रतीक ती खरानी भए। यो धेरै दुःखको कुरा हो। 23 गतेको घटनामा जसरी गोली चल्यो, जसरी मानिसहरूको ज्यान गएर त्यो 23 र 24 गते गरेर 76 जनाको ज्यान गयो, खर्बौँको क्षति भयो। सिंहदरबारमा मात्रै त्यहाँ हाम्रा ऐतिहासिक दस्तावेज, कला, संस्कृतिलाई अलग गर्ने हो भने भौतिक क्षति मात्रै सम्बन्धित कार्यालयका अनुसार 1 अर्बको भन्दा बढ्ता भएको छ एउटा मात्रै भवनमा। यत्रो ठुलो क्षति भइसकेर हामीले के चाहिँ ल्याउनु खोजेको त? म युवा साथीहरूलाई पनि भन्न चाहन्छु, सल्लाह दिन चाहन्छु। यद्यपि तत्कालीन केपी ओलीजीको नेतृत्वमा रहेको गठबन्धन सरकारले जे जस्ता क्रियाकलाप गरिरहेको थियो र अन्तमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर उसले आगोमा जुन घिउ थप्ने काम गर्यो, त्यसले युवा पङ्क्तिमा व्यापक असन्तुष्टि भयो, उनीहरू आन्दोलित भए, त्यो बुझिने कुरा हो। तर 24 गते राष्ट्रलाई नि अत्यन्त कमजोर बनाउने अनि त्यो 24 गतेको घटनापछि सरकार र राज्य संयन्त्रलाई बाह्य शक्तिसँग अनेक प्रकारका साँठगाँठ भएका मानिसहरूले हाली मुहाली गर्ने, निर्देशन दिने एक प्रकारको भूमिगत गिरोहले राज्य र सत्ता चलाउने जस्तो स्थिति किन देखा पर्यो भन्ने तर्फ प्रत्येक देशभक्त नेपालीहरूले गम्भीर रूपमा सोच्नुपर्छ। र त्यो बेला जे जति क्षति भयो मैले अहिले सुन्ने गरेको छु, त्यो बेलाको जसले अपराध गर्यो ती व्यक्तिहरूको बारेमा केही पनि गर्नु हुँदैन भनेर कतिपयले भने भन्ने मैले सुनेको छु। यदि त्यस्तो भयो भने जसले जे गरे पनि भयो नि, जसले जसलाई लुटे पनि भयो, जसले जहाँ जे ध्वस्त गरे पनि भयो। अनि कानुनी शासनका कुरा गर्ने, लोकतन्त्रका कुरा गर्ने अपराधीलाई छोडिदिन मिल्छ? 23 गतेको घटनामा
तत्कालीन प्रधानमन्त्री सरकार त्यो बेला सरकारमा हुने राजनीतिक दलहरू जिम्मेवार हुनैपर्छ। हाम्रो देशको संविधानमा गर्न नहुने काम गरेमा र गर्नुपर्ने कर्तव्य पुरा नगरेमा पनि राज्यको महत्त्वपूर्ण जिम्मेवारी पदमा बस्ने व्यक्तिहरूले जिम्मा लिनुपर्छ। यो कानुन र संसदीय प्रणाली र लोकतन्त्रको मान्यता हो। त्यसलाई कुनै पनि व्यक्तिले कुनै पनि बहानामा अस्वीकार गर्न मिल्दैन। त्यसैले 23 गते जसले त्यो निर्दोष युवाहरूको ज्यान लियो त्यस सम्बन्धमा त छानबिन गर्नुपर्छ, छानबिन आयोगले गर्नुपर्छ, गर्ला पनि। तर 24 गतेको राष्ट्रलाई कमजोर बनाउने हाम्रा कैयौँ मैले अघि नै भने त्यस्ता संस्था र भवनहरू ध्वस्त गर्ने हाम्रा संस्कृतिमाथि आक्रमण गर्ने जुन काम भएको छ त्यो कसले गर्यो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण गरेन भने हेर्नुहोस् हाम्रो देशको दीर्घकालीन अस्तित्वको रक्षा यसको अस्तित्वमाथि ठुलो प्रश्न चिन्ह उत्पन्न हुन्छ। यी दुईटै कुराहरू गर्नुपर्छ। तर यो सरकार बनिसकेपछि म केही जुन लक्षणहरू देखिरहेको छु ती लक्षणहरू सुखद छैनन्। जस्तै उदाहरणको लागि सरकारमा मन्त्री बनाउने बेला भयो, मन्त्रीका नाम तपाईँहरू जस्तो सञ्चारकर्मी साथीहरूले चर्चा गर्नुभयो। कसैले अदालतमा बयान दिनुपर्ने, कोही अनेक काण्डमा दोषी, कोही कानुनको आँखामा र एउटा स्वच्छ नैतिकताको आँखामा दोषी। त्यस्ता मान्छेहरूका नाम हामी स्वच्छ शासन प्रशासन दिन्छौँ, पारदर्शी हुन्छौँ भन्ने सरकारमा त्यस्ता मान्छेका नाम कसरी आए? अहिले भर्खरै 3-4 घटना काण्डहरू हामी सुन्यौँ। एउटा त्यो डोल्मा प्रकरणमा त्यो कर छुट दिएको कुरा आयो। विगतमा यसरी कर छुट दिएर करोडौँ कमिसन घुस खाएका हामीले ती घटनाहरूको बारेमा सुनेका छौँ। यो घटना के यही गर्नलाई यतिको खर्बौँको क्षति 76 जनाले रगत बगाउन पर्ने यसैको लागि हो त? अर्को, यो सरकार त 6 महिनाको लागि चुनावी सरकार हो। यसले दीर्घकालीन काम गरेर विदेशीहरूसँग सम्झौता गरेर त्यो कुन प्रतिनिधि संस्थामा उसले अनुमोदन गराउँछ भन्नुहोस् त? उसले त गर्नै मिल्दैन। तर भारतसँगको पारस्परिक कानुनी सहायता सम्झौतामा मैले त गर्नु हुँदैन भनेको होइन, त्यसको एउटा प्रावधान आपत्तिजनक छ। एक देशका कानुन व्यवसायले अर्को देशमा गएर बहस गर्ने भन्ने छ अदालतमा। मैले गृहमन्त्री हुँदा पनि त्यो हटाउँ, हामी मान्न तयार छौँ भनेको थिएँ। नेपालले लामो समयदेखि त्यो प्रावधानलाई अस्वीकार गर्दै आएको। अनि यो सरकारले मन्त्री परिषदबाट त्यो सम्झौता गर्ने निर्णय गरेछ। निर्णय गरेपछि नेपाली जनता अगाडि राख्नुपर्छ पर्दैन? युवाहरूले रगत बगाउँदै गर्दा पारदर्शीको कुरा गरे होइन? कोही त पारदर्शी किन लुकाएको त्यो सम्झौता? म यहीँबाट भन्न चाहन्छु, खास गरी हिजो जेनजी आन्दोलनको नाममा जुन युवाहरू बाहिर सडकमा निस्के ती युवाहरूले पारदर्शिताको कुरा गरे। यो सम्झौता तुरन्त बाहिर ल्याउनु पर्छ भनेर ती युवाहरूले आवाज किन नउठाएको? उठाउनु पर्छ। तेस्रो कुरा, तपाईँले भर्खरै सुन्नुभयो भर्खरका किशोरीहरूको डिम्ब, त्यसको दुरुपयोग, कानुन विपरीत। म त आश्चर्य लाग्यो महान्यायाधिवक्ताबाट त्यस्तो गर्ने संस्थालाई कुनै कारबाही नगर्ने। यसको उत्तर दिनुपर्छ कि पर्दैन? अनि यही हो सुशासन भनेको। अहिलेको यस्तो संवेदनशील बेलामा विदेशीहरूसँग ऊर्जा मन्त्रीले हेर्नुहोस्, उहाँले गएर भर्खरै भारतमा गएर सम्झौता गरेर आउनुभयो। अनि यो सरकार कैदीबन्दीहरू यत्रो ठुलो सङ्ख्यामा बाहिर गएका छन्, तिनलाई कसरी कानुनको दायरामा ल्याउने भन्ने कुरामा प्रभावकारी कदम नचाल्ने। भर्खरै 2 महिनापछि बल्ल बल्ल अङ्ग्रेजी शब्द प्रयोग गर्नुहुन्छ उहाँहरू, अपरेसन गर्छौँ अर्थात् हामी विशेष कार्य गर्छौँ भने होला। 2 महिनापछि भन्नुभयो। ती सम्झौता अघि मैले भनेका हत्तपत्त गर्नुभयो। यो के हो? के नेपालको स्वाधीनतालाई कमजोर बनाउने, नेपाल राष्ट्रको अस्मितालाई कमजोर बनाउने युवाहरूले सडकमा त्यही उद्देश्यबाट रगत बगाएका हुन् त? कदापि होइनन्। अब यही प्रसङ्गमा निर्वाचनको प्रसङ्ग छ। फागुन 21 गते निर्वाचनको सरकारले घोषणा गरेको छ। सरकार जुन बेला म विद्रोहबाट आएको भनेर 73 वर्ष उमेर पुगेकी
निवृत्ति भरण खाएर सर्वोच्च अदालतको प्रधान न्यायाधीशबाट निवृत्त हुनुभएकी सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो। मैले त्यही बेला एउटा प्रश्न मेरो मनमा उठेको थियो, हाम्रा युवा किशोर आन्दोलनकारीहरूले 13 वर्षदेखि 28 वर्षकाहरूले स्थान पाउनुपर्छ। अब अलि बुढापाका उमेरले पाका भाका मान्छेले जिम्मेवारी छोड्नुपर्छ भनेर मैले नारा लगेको सुनेको थिएँ। अनि 73 वर्षको प्रधानमन्त्री किन बनाएको? त्यो पनि लामो समयसम्म राज्यको एउटा उच्च तहमा बसेर सुविधा लिएर आनन्दसँग निवृत्तिभरण खाएर आफ्नो सन्तानलाई अमेरिका पठाएर बसिरहेको व्यक्ति, यो के हो? हेर्नुहोस्, यदि भनाइ र गराइमा तातात्म्य भएन भने उचित प्रतिफल प्राप्त गर्न सकिँदैन। यसको उत्तर इतिहासलाई दिनुपर्ने हुन्छ। अर्थमन्त्री हेर्नुहोस्, उहाँ अर्थ सचिव हुनुहुन्थ्यो पहिले। मेरो व्यक्तिगत मैले विरोध गरेको होइन, म सिद्धान्तको कुरा गर्दैछु। उहाँ अर्थ सचिवबाट निवृत्त हुनुभयो। जुन सरकार आए पनि कहिले कसैको कार्यदलमा, कसैको छानबिनमा उहाँ काम गरिरहनु भयो। उहाँको पनि मैले सुनेको नेपालमा छैनन् सन्ततिहरू। अनि युवाको लागि हामी युवा मात्रै हुनुपर्छ भनेको होइन। उहाँलाई कसरी अर्थमन्त्री बनाउनु हो? मैले भन्न खोजेको व्यक्तिगत विरोध होइन कि जसले युवाहरूले मात्रै अगाडि आउनुपर्छ भने उहाँहरू आफू त्यस्तो काम गर्ने। अनि पार्टीका मान्छेहरू 40-50 वर्षको अनुभव, देशभक्तिपूर्ण आवाज लिएका मानिसहरू, अनुभवी व्यक्तिहरू, कोही डक्टर होलान्, कोही इन्जिनियर होलान्, कोही पत्रकार होलान्, कोही साहित्यकार होलान्। अनि उनीहरूको अनुभव, उनीहरूको ज्ञान र सिप राज्यको लागि उपयोग गर्नुपर्छ भन्ने कुरा हुँदैन भनेपछि कुरा मिल्यो त? मिल्छ त? मैले यो प्रसङ्गमा कुरा गरेको। जे होस्, अब आउने जुन आम निर्वाचन छ फागुन 21 गतेको लागि घोषणा गरिएको, त्यो आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारलाई दिएको। आन्दोलन विद्रोहपछि राष्ट्रपतिबाट नियुक्ति गर्दाका बखत यही कुरा भनेको कि होइन? अनि कैदीबन्दी त्यत्रो ठुलो सङ्ख्यामा आज बाहिरै छन्। हजारौँ गोलीहरू ती बाहिरै छन्। थुप्रै हतियारहरू बाहिर छन्। अहिले हामी देखिरहेका छौँ समाजमा यत्र तत्र व्यथिति, अराजकता हामी देखिरहेका छौँ। संहिता राज्यमा भएका व्यथितिहरूको एकमात्र मूल मन्त्र हो जस्तो गरेर कतिपय मान्छेहरूले भने। समानुपातिक त्यसको एउटा मात्र औषधि हो भन्ने किसिमले पनि भने। अहिले मध्य प्रदेशमा के भयो? त्यहाँका प्रदेश प्रमुख एउटा एकान्तको होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराउने। यो राज्य हो कि राज्यको माथिको खेलबाड हो? अनि त्यसपछि प्रदेश सभा, मध्य प्रदेशको प्रदेश सभामा प्रदेश सभाका सभामुखले सांसदहरूलाई कुटे भन्ने समाचार हामीले पढ्नुपर्ने, त्यहाँ हुलदङ्गा भयो भनेर हामीले पढ्नुपर्ने। अनि यो संहिता सुशासन भनेको यही हो। अहिले त अन्तरिम सरकार छ नि, प्रकारान्तरले जो व्यक्ति देशको प्रधानमन्त्री हुन्छ, जुन सरकार सञ्चालन हुन्छ, देशमा हुने यस्ता प्रकारका घटनाहरूलाई घट्न नदिने कर्तव्य त्यो सरकारको पनि हुन्छ। अनि यो मध्य प्रदेशमा भएको यो जुन कानुन विपरीत, न्यूनतम राजनीतिक संस्कार विपरीत जुन घटना भयो, त्यो घटनाबारे सरकारको भनाइ के छ? पत्रकार साथीहरूले त त्यो सम्बन्धमा कुनै कुरा लेखेको मैले पढ्न पाइनँ। सरकारको धारणा के हो? अनि जो पात्रहरू त्यहाँको सभामुख, मुख्यमन्त्री या अरू जसले त्यहाँ चाहिँ कानुन मिचे, जसले राजनीतिक संस्कारको न्यूनतम मापदण्ड पनि मिचे, ती जुन राजनीतिक दलसँग आबद्ध छन् तिनका शीर्ष नेताहरूको भनाइ के छ? ती शीर्ष नेताहरूले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? यो कुरा पनि हामी सचेत नागरिकहरूले उठाउनु पर्ने, खास गरी सञ्चार जगतले प्रश्न गर्नुपर्ने म देख्छु। मैले यो प्रश्न किन कोट्याएको भने यस्ता घटनाहरूलाई राज्यले गम्भीर रूपमा नलिने, समाजमा मानिसहरूले ढुक्कसँग आफ्नो व्यापार व्यवसाय, आफ्ना दैनिक कामहरू गर्ने वातावरण नबन्ने, शान्ति सुरक्षाको स्थिति कमजोर हुने, त्यो स्थितिमा आम निर्वाचन गर्छु भनेर मात्र सम्पन्न हुन सक्दैन। अनि अर्को कुरा, मैले त प्रधानमन्त्री बनाएको हो, गृहमन्त्री बनाउने म हो,
म जुन बेला पनि जसलाई फालिदिन सक्छु, म संविधान फालिदिन सक्छु। कुनै राज्यको तहमा छैन त्यस्ता व्यक्ति। यो के भूमिगत गिरहले चलाएको हो सरकार? अनि त्यस्ता व्यक्तिहरूका त्यस्ता भनाइहरूका साथसाथै हामी निर्वाचन हुन दिन्नौँ, हाम्रो भनेको व्यक्तिगत नमानेपछि हुन दिन्नौँ। यसबारे प्रधानमन्त्री सुशीला कार्कीजी र सरकारको भनाइ के छ? राज्य भनेको यदि उहाँहरू कानुनी शासन मान्नुहुन्छ, राजनीतिको एउटा जुन मर्यादा र नैतिकता हुन्छ त्यसलाई मान्नुहुन्छ भने यस्ता कुराहरूबारे उहाँहरूको धारणा के छन्? ती कुराहरू आउनुपर्छ। जसले कानुन उल्लङ्घन गर्छ, जसले आपराधिक क्रियाकलाप गर्छ, ती व्यक्तिहरूलाई कानुनको दायरामा ल्यायो भने मात्रै त्यहाँ सुशासन हुन्छ, त्यहाँ नागरिक शासन हुन्छ, त्यहाँ लोकतन्त्र हुन्छ, त्यहाँ निष्पक्ष चुनावको वातावरण बन्छ। यसतर्फ सरकारले ध्यान दिनुपर्छ। साथसाथै राजनीतिक दलहरूले जब उनीहरूमाथि प्रश्न उठ्छ, जस्तो उदाहरणको लागि भदौ 23 गतेमा जुन घटना घट्यो त्यसको सम्पूर्ण जिम्मेवारी त तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले लिनै पर्छ नि। उहाँ आजकल के भन्नुहुन्छ भने मलाई थाहै भएन, मैले आदेश दिएको छैन, मेरो जिम्मेवारी होइन। कसको जिम्मेवारी हो त त्यसो भए? यो संसदीय प्रणालीमा र लोकतन्त्रमा देशमा कुनै त्यस्ता प्रकारका गम्भीर घटना घट्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी त्यति बेला प्रधानमन्त्री हुने व्यक्ति, जुन मन्त्रालय मातहतमा घटना घट्छ त्यो मन्त्रालयमा मन्त्री हुने व्यक्ति जिम्मेवार हुन्छ। जो घटनालाई कार्यान्वयन गर्ने व्यक्ति पनि जिम्मेवार हुन्छ नै, तर माथि जो त्यसको मुख्य नीति निर्देशन गर्ने व्यक्ति हो त्यो जिम्मेवार हुन्छ। यो लोकतन्त्रको न्यूनतम मान्यता हो। तपाईँले पञ्चायतकालको कुरा गर्नुहुन्छ भने सिंहदरबारमा आगो लाग्दा त्यति बेला 30 सालमा तत्कालीन प्रधानमन्त्री कृष्णदेव विष्टजीले राजीनामा दिनुभएको थियो। अनि आज लोकतन्त्रवादी हुँ म सबै ज्ञानी छु, मैले बुझेको छु भन्ने व्यक्तिले मेरो जिम्मेवारी होइन भन्न मिल्छ? यदि मलाई थाहै छैन, मैले केही पनि बुझिनँ भने देशमा त्यत्रो ठुलो घटना घट्दा, राष्ट्र त्यत्रो अकल्पनीय विध्वंस देशमा हुँदा मलाई थाहा छैन कुनै प्रधानमन्त्री कुनै पदमा बसेको व्यक्तिले भन्छ भने त्यो जति नालायक, असक्षम, पदमा एक क्षण पनि बस्न नमिल्ने व्यक्ति अरू हुनै सक्दैन। त्यो मिल्दैन त्यस्तो कुरा। त्यसकारण यी सम्पूर्ण कुराका साथसाथै म अलिकति नेपालको यो चुनावको सन्दर्भमा नेपालको परराष्ट्र नीतिको बारेमा पनि कुरा गर्न चाहन्छु। आन्तरिक रूपमा देशले आफ्नो राष्ट्रिय सुरक्षा, अर्थतन्त्रलाई बलियो बनाउने, शिक्षा क्षेत्रमा, कृषि क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा जनताको आवश्यकता र आकांक्षा अनुरूप सुधार गर्ने, परिवर्तन गर्ने, तदनुकूल संविधान कानुनमा संशोधन गर्ने, परिवर्तन गर्ने काम त गर्नु नै पर्छ। चीन र भारत जस्ता विशाल एकदम संसारको शक्तिवान राष्ट्रको रूपमा उदाइरहेका ती देशहरूको बिचमा रहेको संवेदनशील भू राजनीतिक अवस्थितिको देश नेपालमा हाम्रो परराष्ट्र नीति अहिलेको नेपालको संविधान बमोजिम पनि यसको संविधानको धारा 51 ड अनुसार हामीले नेपालको परराष्ट्र नीति, संयुक्त राष्ट्रको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्नताका सिद्धान्त, विश्व शान्ति र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सञ्चालन गरिनेछ भनेको छ र कुनै पनि असमान सन्धि सम्झौता नेपालले गर्ने छैन भनेको छ। तर यो अन्तर्निहित सरकार त सन्धि सम्झौता आफूलाई मन परिसँग गर्ने र यो सरकारलाई बधाई कसले दियो? नेपालले सदा सर्वदा आफ्नो छिमेकीको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने र ती देशहरूको सार्वभौमता र अखण्डतालाई मान्यता दिँदै आएकोमा त्यसको विपरीत तिब्बतको स्वतन्त्रताको नारा दिएको दलाई लामाले यो सरकारलाई बधाई दियो। तर यो सरकारको मुखबाट हामी त हाम्रो परराष्ट्र नीतिले यस्तो कुरालाई स्वीकार गर्न मिल्दैन, हामी त एक चीन नीति भन्दै आएका छौँ भनेर यो सरकारको मुखबाट वाक्य पनि फुटेन। यसले के हुन्छ? के नेपाल, हाम्रा दुई छिमेकी शक्तिशाली छन्, उनीहरूको आन्तरिक मामलामा हस्तक्षेप गर्ने प्रकारका अभिव्यक्तिहरूलाई चुपचाप मौन सम्मति दिएर हाम्रो राष्ट्रको हित हुन सक्छ र? अहिलेको अन्तर्निहित सरकारले यसको जवाब दिनुपर्छ। प्रधानमन्त्री सुशीला कार्कीले यसको जवाब दिनुपर्छ। अनि आन्दोलनको बेला तिब्बती मूलको रगत भनेर जुन प्रकारको हातमा चिन्ह बनाएका, नारा लगाएका व्यक्तिहरूले हाम्रा कतिपय ठाउँमा आगो लगाएको भन्ने कुरा बाहिर आएको छ। यो अत्यन्त गम्भीर कुरा हो। नेपाल जस्तो मुलुकले
आफ्नो भूमि कुनै पनि देशको विरुद्ध प्रयोग गर्न दिन मिल्दैन। त्यसो भए मात्रै चीन र भारत जस्ता शक्तिशाली देशहरूलाई हामी तपाईहरुको भूमि पनि हाम्रो विरुद्ध प्रयोग नगर्नुस् भन्ने नैतिक अधिकार राख्छौं। हाम्रो देशभित्र अर्काको देशमा भाँडभैलो गर्नेहरूले यहाँको भूमि प्रयोग गर्न दियो भने हामीले अर्को देशलाई तिम्रो भूमि हाम्रो विरुद्ध प्रयोग नगर, हामी सार्वभौम रूपमा देश सानो ठुलो हुन सक्छ तर सार्वभौम सत्ता सानो ठुलो हुन सक्दैन भनेर हामी सिर ठाडो गरेर के बोल्न सक्छौं? यसको उत्तर प्रधानमन्त्री, वर्तमान चुनावी सरकारका प्रधानमन्त्री र यो सरकारले दिनुपर्छ नेपाली जनतालाई। मैले अघि केही सुशासनसँग सम्बन्धित विषय उठाएको छु, त्यसमा पनि प्रश्न गर्नुपर्छ। यदि त्यस्तो केही पनि गरिएन भने जनताको विश्वास सरकारप्रति चुनाव समयमै गर्छ, यसले सुशासन गर्छ, यसले विगतको आन्दोलनको भावनालाई बोकेको छ भनेर कदापि स्थापित हुन सक्दैन। म यहीँबाट एउटा प्रश्न नेपाली जनताको सामु राख्न चाहन्छु, खास गरी युवा पंक्तिको अगाडि म राख्न चाहन्छु। युवाहरूले आफ्नो अभिव्यक्तिको स्वतन्त्रता, आफूले सुशासन भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन पाउने हक अधिकारमाथि भएको दमनको विरोध गरेको कुरामा मेरो समर्थन छ। मैले 23 गते नै त्यो दमनको निन्दा गरेको थिएँ, तर उहाँहरूले बुझ्नै पर्ने एउटा प्रश्न म राख्न चाहन्छु। 76 जनाको ज्यान गयो, कयौं व्यक्तिहरू घाइते भए, अहिले पनि अस्पतालमा हुनुहुन्छ कयौं व्यक्तिहरू। खरबौं रुपियाँको खरबौंको भौतिक क्षति भयो, हाम्रा सम्पदाहरू नष्ट भए, राष्ट्रका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भए। अनि यत्रो क्षति एउटा प्रधानमन्त्री बनाउनलाई र एउटा निर्वाचन गर्नको लागि मात्रै हो? त्यसबाट तात्विक परिवर्तन के आयो त? समानुपातिक छँदैछ, संविधानमा कुनै सुधार छैन, जबकि नेपालको संविधानमा 10 वर्षमा समानुपातिक प्रणाली बारे पुनरावलोकन गर्ने कुरा लेखिएको छ। त्यति पनि गरेन यो आन्दोलनले। म तपाईहरुलाई स्मरण गराउन चाहन्छु, 7 सालमा जनताले आन्दोलन गरे, राणा शासन ढल्यो। 35-36 सालमा म पनि विद्यार्थी थिएँ, त्यति बेला युवा थिएँ, हामीले आन्दोलन गर्यौं, जन्म संग्रह भयो। 46-47 सालमा आन्दोलन भयो, पञ्चायती व्यवस्था गयो, बहुदल आयो। 62-63 मा आन्दोलन भयो, नेपालमा गणतन्त्र आयो। तर यी कुनै पनि आन्दोलनमा यो 2 दिनमा जुन क्षति भयो राष्ट्रको, जति मान्छेले ज्यान गुमाउनु पर्यो यति ठुलो क्षति भएको थिएन। अनि अहिलेको यत्रो क्षति भएर यतिका मान्छेले रगत बगाएर अनि के चाहिँ आयो रे? के आयो? निवृत्ति भरण खाएर आफ्नो बुढेसकालमा आराम गरे बसेको मान्छेलाई प्रधानमन्त्री, एउटा उपलब्धि थियो यो। अनि अर्को चुनाव त यसै पनि हुन्थ्यो नि केही समयपछि। यो कुरा गम्भीर रूपमा सोच्नुपर्छ। त्यसकारण सबभन्दा पहिले नेपालमा जुन भ्रष्टाचारको अन्त्यको लागि नेपाली जनताको आकांक्षा छ, त्यसमा ठोस काम हुनु पर्यो। 2, नेपाल बाह्य हस्तक्षेपबाट जुन आज यसको राष्ट्रिय स्वाधीनता स्वतन्त्रतामाथि आँच पुग्नुका लागि छ, त्यो रोकिनु पर्यो। असमान सन्धि समताको बोझले किचिएको छ, त्यो भारी कम हुनु पर्यो। आज खैरो सूची ग्रे लिस्टमा नेपाल छ, त्यसबाट बाहिर आउने काम हुनु पर्यो। कृषि क्षेत्रमा सारा जग्गा जमिनको बाँझो क्षेत्रफल बढिरहेको छ, युवाहरूको र बौद्धिक पलायन दिन प्रतिदिन हृदय विदारक ढङ्गले बढिरहेछ, त्यो रोकिनु पर्यो। शिक्षा क्षेत्रमा व्यथिति छ, त्यो व्यथिति रोकिनु पर्यो। स्वास्थ्य क्षेत्रमा व्यथिति छ, त्यो रोकिनु पर्यो। हाम्रो जलस्रोत, हाम्रा खनिज, हाम्रो जनशक्ति, हाम्रा प्राकृतिक साधन स्रोतहरू नेपालको सर्वोपरि राष्ट्रिय हितको लागि सदुपयोग गर्ने बाटोमा लाग्नु पर्यो। यसको अर्थ मैले यो अन्तरिम सरकार 6 महिने चुनावी सरकारले यो सबै गर्न सक्छ भन्नु खोजेको होइन। तर उहाँहरूले विगतमा यो गल्ती भयो, विगतका सरकारले यो कमी गर्दाखेरि जनतामा असन्तुष्टि भयो, आक्रोश भयो। अब हामी यस्तो गर्नुपर्छ भन्ने सोच राख्छौँ भनेर श्वेतपत्र जारी गर्नुपर्छ कि पर्दैन? 2 महिनामा के गरिरहेछ सरकार? गर्यो त, श्वेतपत्र जारी गर्यो। एकातिर उहाँहरू भन्नुहुन्छ विद्रोह जेनजीले गर्यो, हामी त्यो विद्रोहबाट आएको सरकार। अर्कोतिर उहाँहरूले भनेको म सुन्छु, उहाँहरूले जो जेनजी हामी मन्त्री बनाउने मान्छे हो भन्नेहरूले पनि बोलेको मैले सुने सञ्चार माध्यममा। उहाँहरू के भन्नुहुन्छ भने होइन, हामी त यो नेपालको संविधानलाई जस्ताको तस्तै राख्छौँ, यो संविधानलाई हामी चलाउँदैनौँ। म कानुनको विद्यार्थी हेर्नुहोस्, यो सुन्दाखेरि मलाई आश्चर्य लाग्छ। यदि नेपालको संविधान यथावत हो भने
सर्वोच्च अदालतको प्रधान न्यायाधीशले प्रधानमन्त्री बन्न मिल्दैन। नेपालको संविधानको कुनै पनि धाराले त्यो अनुमति दिँदैन। सर्वोच्च अदालतको न्यायाधीशलाई नेपालको संविधानको कुनै पनि धाराले मन्त्री बन्न दिँदैन। यस्तो खालको सरकारलाई प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने अधिकार नेपालको संविधानले दिँदैन। यस्तै प्रकारको मन्त्री परिषद बनाउन राष्ट्रपतिलाई नेपालको संविधानले कुनै पनि अधिकार दिँदैन। अनि उहाँहरूले हामी त संविधान नै मान्छौँ, यो संविधानलाई केही पनि परिवर्तन गर्दैनौँ भनेपछि सरकार कसरी बनाउनु भयो त? यसको उत्तर नेपाली जनतालाई दिनु पर्दैन? होइन, विद्रोहबाट हो भने त उहाँहरूले सुशीला कार्कीजी आफै प्रधान न्यायाधीशबाट निवृत्त हुनुभएको व्यक्ति कमसेकम पनि जुन जुन संविधानका धाराले उहाँलाई प्रधानमन्त्री बन्न नदिने, मन्त्री बन्न नदिने, प्रतिसभा विघटन गर्न नदिने कामलाई रोक्थ्यो, संविधानका ती धाराहरू निलम्बन हुनुपर्थ्यो नि। निलम्बन भएको छ नि त। त्यसकारण सरकार आफै विरोधाभासमा फस्ने काम यो सरकारको नेतृत्वले आफै गरेको छ। यो देख्दा मलाई युवाहरूले जुन आशा गरेका थिए, जुन उनीहरूको आकाङ्क्षा थियो, कतै त्यो धुवामा उडेर समाप्त हुने हो कि भनेर मलाई चिन्ता लागेको छ। त्यसकारण समग्रतामा राष्ट्रका यस्ता समस्याहरू समाधान गर्ने, आजको प्रतिस्पर्धी विश्वमा नेपाल कतै ठुला शक्ति राष्ट्रहरूको द्वन्द्वको भुमरीमा परेर आज त कतिपय मान्छेका घर जलेका छन्, व्यवसाय जलेका छन्, हाम्रा देशका शासन प्रशासनका केन्द्र जलेका छन्। कतै फेरि हाम्रो देश ठुला शक्ति राष्ट्रहरूका छेप्यास्त्र खाने त्यो चरणमा प्रवेश नगरोस्। देशभक्त नेपालीहरूले यसमा सचेत हुनुपर्छ। पृथ्वीनारायण शाहले टुक्रा टुक्रा भएको नेपाललाई एकीकरण गर्नुभयो। त्यो अङ्ग्रेजको शासनको बेला थियो दक्षिण एसियामा। त्यो बेलाको युग थियो, तरवारको शासन हुने युग थियो। आज पृथ्वीनारायण शाहले एकीकरणको यो देश आज पढे लेखेका मान्छेहरू, सञ्चार क्षेत्रमा यत्रा टेलिभिजन, यत्रा क्यामेरा चलाउन सक्ने नागरिक भएको ठाउँमा विदेशी हस्तक्षेपबाट, विदेशीहरूको चलखेलबाट हाम्रो संस्कृति खत्तम हुने, हाम्रो भाषा सिद्धिने, हाम्रो नेपालको अस्मितामाथि धब्बा लाग्ने, नेपालको राजनीति, नेपालको शासन प्रशासन हामीले आफ्नो आत्मनिर्णयको अधिकारबाट होइन अरू कसैको इसारामा चल्नुपर्ने भयो भने योभन्दा ठुलो दुःख के हुन सक्दछ? त्यसकारण पृथ्वीनारायण शाहले एकीकरण गरेको यो नेपाललाई हामीले टुक्रिन नदिनुबाट, वैदेशिक हस्तक्षेपबाट जोगाउन, फेरि भोलि ठुलो एउटा नेपाली जनतालाई अझ कष्ट पीडाको स्थितिबाट जोगाउनको लागि मैले नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान नेपालको एकीकरण हुनुपर्छ भन्ने निर्णय गरेको हो। हामी आउने दिनमा चाहे चुनावी मोर्चामा होस्, चाहे अन्य राजनीतिका मोर्चामा होस्, एउटा सशक्त देशको हितलाई सर्वोपरि राख्ने, राष्ट्रिय एकतालाई बलियो बनाउने, तराई पहाड हिमाल पूर्व पश्चिम सबै जाति समुदाय धर्म संस्कृतिको बलियो एकतालाई बोक्न सक्ने नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन म सम्पूर्ण देशभक्तहरूलाई पनि तपाईँहरूको यो छलफल कार्यक्रम मार्फत हार्दिक आह्वान गर्न चाहन्छु। हामीले एउटा बलियो देश, बलियो सशक्त सङ्गठन बिना नेपाली जनताका आकाङ्क्षाहरू पुरा गर्न सक्दैनौँ। फेरि देश 10-10 वर्षमा अकल्पनीय द्वन्द्वमा जाने, खरमुको क्षति हुने, नेपाली जनता अभावग्रस्त जिन्दगीमा रुमल्लिने स्थितिलाई हामी परिवर्तन गर्न सक्दैनौँ। जहाँसम्म हिजो मैले काम गरेको नेकपा एमालेको कुरा छ, तपाईँले देखिहाल्नुभयो नि, त्यहाँका अध्यक्ष त महाधिवेशन भने त मैले यसो केटाहरूले कराएर मैले गरेको हुँ, अब मैले एउटा कुरा बोल्छु, सक्यो महाधिवेशन। ए यो सचिवालयमा रेने नगरेर केटा हो, रेने गर्नेले गए हुन्छ। के हो यो लोकतन्त्र? यस्तो खालको भएको हुनाले म नेकपा एमालेमा आबद्ध त्यहाँका नेता कार्यकर्ता सदस्य साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले एउटा स्वाधीन स्वतन्त्र बलियो समृद्ध नेपाल बनाउन चाह्यौँ, पार्टीमा विधि पद्धति लोकतन्त्र बलियो बनाउन चाह्यौँ। त्यसको विपरीतका त्यहाँ गतिविधि देखिएको हुनाले तपाईँहरू पनि नलमल्लिनुहोस्, स्पष्ट धारणाका साथ अगाडि आउनुहोस्, नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हौँ, छलफल गरौँ। अब जहाँसम्म नेताहरू उमेर पुगेका यस्ता उस्ता भन्ने कुरा छ, अब जेनजी आन्दोलनका युवा भन्नेले त 73 वर्षकोलाई प्रधानमन्त्री बनाए, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? जसले काम गर्न सक्छ, जसले चाहिँ देशलाई हाँक्न सक्छ, जो निस्वार्थ रूपमा देशभक्तिको भावनाबाट आफ्नो स्वार्थलाई राष्ट्रको अधीनमा राखेर जान्छ, ती व्यक्तिहरूले नेतृत्व गर्लान् नि। हामी गलत कुरालाई रोकौँला नि। त्यसैले नेपाली
कम्युनिस्ट पार्टीले 6 महिनाभित्र अधिवेशन पनि सम्पन्न गर्ने कुरा गरेको छ। यहाँ कसैको विचारलाई दबाउने, बोल्न नदिने, त्यस्तो कुरा नहुने कुरा सबै नेताहरूले सङ्कल्प गरिसकेको अवस्था छ। त्यसकारण सबैलाई एकताबद्ध भएर बलियो नेपाल बनाउन र आगामी निर्वाचनबाट हो भने बहुमत ल्याएर, होइन भने पनि राजनीतिक सशक्त रूपमा जनताको बिचमा गएर यो देशको स्वाधीनतामाथि कुनै आँचाउन नदिन, नेपाली जनताका आर्थिक समृद्धिका आकाङ्क्षाहरूलाई पुरा गर्न अग्रसर हौँ भन्ने कुरा म यो भेटघाट मार्फत सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु। धन्यवाद। सत्य, तथ्य, निष्पक्ष अनि खोजमूलक समाचारको साथमा एभरेस्ट न्यूज।